एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई भ्लग। आज मैले बनाउँदैछु चिकन कराई रेसिपी सिम्पल ढाबा स्टाइलको। तपाईहरु पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। सजिलो सिम्पल तरिका छ, तपाईहरु पनि ट्राई गर्नु होला घरमा चाहिँ नि। ल मेरो भिडियो तर्फ जाउँ। लेट्स गो। सबैभन्दा पहिला तेल हाले मैले यसमा फ्राई प्यानमा। तेल गरम गरेपछि टक्क लसुन हाल्ने। लसुन मजाले फ्राउने हैन। लसुन ब्राउन भइसकेपछि हाम्रो यो क्याप्सिकम र प्याज सब हाल्ने। सिम्पल तरिका ढाबा स्टाइलको कराई चिकन हो। जो मेरो भिडियो कस्तो लाग्छ त्यो मेरो साथीलाई भन्न चाहन्छु। र त्यसपछि त मजाले प्याज र क्याप्सिकम मजाले भुनिसकेपछि ग्रेभी हाल्ने। अलरेडी चिकन हाल्ने। चाहिने स्वाद अनुसारको नमक हाल्ने। जिरा पाउडर, धनिया पाउडर, लाल मिर्च पाउडर, गरम मसला, धनिया पाउडर, कस्तुरी मेथी, सब मसला, बटर अलग मजाले भुन्नु सक्नुहुन्छ। स्पेशल कराई चिकन बन्दैछ हाम्रो। साथीहरू तपाईहरु पनि घरमा फुर्सदिलो हुनुहुन्छ भने घरमा अवश्य पनि ट्राई गर्नु होला। यस्तो बवाल हुन्छ हैन, यस्तो बवालै हुन्छ कराई चिकन हैन। यस्तो स्वादिलो यस्तो मिठो कराई चिकन त हेर्नुस् त यस्तो दामी छ कराई चिकन। कलाएर हाम्रो कराई चिकन पनि फाइनली अब रेडी हुँदैछ, अन्तिम अन्तिममा पुगिसकेको छ। हेर्नुहोस् त यस्तो मजाको टेस्टी कराई चिकन तपाईहरु अवश्य ट्राई गर्न सक्नुहुन्छ घरमा। सजिलो छ, छिटो मिठो बवाल अनि टेस्टी कराई चिकन घरमै बनाउन सक्नुहुन्छ। ल मेरो फाइनली मेरो कराई चिकन अब रेडी भइसकेको छ। कराई चिकन रेडी भइसकेको छ डक्क लाएर। बवाल कराई चिकन फाइनली हाम्रो कराई चिकन रेडी भइसकेको छ। फाइनली हाम्रो डक्क लाएर अन्तिममा धनिया हाल्दिनु मात्र। जस्तो बवाल धनिया बवाल देख्छ हैन, डक्क लाएर। टक्क लाएर अब हाम्रो फाइनली कराई चिकन रेडी भइसकेको छ। म टेस्ट गर्छु कस्तो हुन्छ। तपाईहरु अवश्य ट्राई गर्न सक्नुहुन्छ र घरमै मिठो बवाल छ, मिठो छ। साथीहरु तपाईहरु पनि यस्तै भिडियो हेर्नलाई मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिन नबिर्सिनु।